वेलकम नि म सबैजनालाई। आज चाहिँ म बिहानै है खानाहरू खाइसकेर चाहिँ एकदम यहाँ रेडी हुँदै थियो है गम्बुटहरू लगाएर, किनभने चाहिँ म अहिले तपाईँहरूलाई भिडियोमा बन्नेछु है। अनि मेरो भिडियोलाई एन्डसम्म हेरिदिनु होला है। यहाँ चाहिँ है किचनको मिलिङ हो, जहाँ चाहिँ एकदमै खाली देखिरहेको छ तपाईँहरूले है। सो यही दाउरा लिनु जानुलाई चाहिँ म चाहिँ रेडी हुँदै थिएँ, अनि आमा चाहिँ यहाँ बसिरहेको छ है। सबैजनालाई हेलो भन्नुहुँदैछ आमाले। अनि यहाँ चाहिँ हाम्रो चाहिँ घर मुनि चाहिँ मकै पनि गोड्नु रहिरहेको छ है। सो यो चाहिँ भोलि गोड्ने हो। अनि यहाँ चाहिँ आप्पा र म भने चाहिँ अब ढोको सोको बोकेर चाहिँ निस्केको है। अनि आप्पा चाहिँ अगाडि अगाडि हिँड्दैछ है, हातमा आएर अन्त पछाडि ढोको बोकेर, अन्त आप्पाले हात हलाउनु हुँदैछ। अनि यो चाहिँ रहेछ है यतापट्टि आक्कुको घरमा चाहिँ रोपिरहेको रहेछ। यो चाहिँ गाईको घाँस हुन्छ अरे होइन। अन्त यसको चाहिँ अलिकति कलिलोमा चाहिँ खले पनि हुन्छ अरे है। अनि फाइनल्ली आप्पा र म चाहिँ जङ्गलमा पुगिसकेको थियो है। घाम पनि यस्तो डरलाग्दो लागिरहेको थियो, तर आज चाहिँ एकदम शीतल जग्गामा आएर काट्ने भने चाहिँ। अनि त्यसपछि चाहिँ है आप्पा र मैले चाहिँ आराले दाउराहरू काट्नु थाल्यो छिट्टो छिट्टो, अब किनभने चाहिँ निकै काटेर चाहिँ ट्रिप गर्नुलाई है। अनि यहाँ चाहिँ आप्पा चाहिँ तिर्खा लाग्यो भनेर चाहिँ आप्पाले चाहिँ दुधको चिया बोकिरहेको थियो है, चिनीको। आप्पाले चाहिँ चिया खानुहुँदै थियो। अनि त्यसपछि मुराहरू पनि काटिसकेर है, मुरा चाहिँ यति चाहिँ थुपारिसकेको थियो काटेर है। अन्त आप्पाले चाहिँ दाउरा मतलब दाउरा चिर्नु हुँदै थियो है। अन्त मलाई चाहिँ यो हाँगाहरू चाहिँ हाते आरीले काट्नु भनेर होइन, म चाहिँ त्यो आरीले चाहिँ हाँगाहरू काट्दै थियो है। यहाँ चाहिँ है भारी बोकिरहेको छु मैले चाहिँ। अनि यहाँ चाहिँ आप्पाले पनि भारी बोक्नु आँटेको छ है। अन्त जति यो दाउरा देख्नुहुँदैछ है, यो चाहिँ फेरि सेकेन्ड ट्रिपमा लिनु आउनुलाई चाहिँ राखिरहेको थियो है। अनि दाउरा भारी चाहिँ एकदमै गह्रौँ भएछ नि त, किनभने चाहिँ चिरेको दाउरा अभियसली गह्रौँ हुन्छ है। अन्त यहाँ चाहिँ आप्पाले पनि भारी बोक्नु थाले है। अनि आज चाहिँ घाम चाहिँ यस्तो डरलाग्दो लागिरहेको थियो है। अनि हामी चाहिँ एकदमै उकालो बाटो हिँड्नुपर्ने थियो है, किनभने चाहिँ अब जङ्गल बाटो कस्तो हुन्छ, अप्ठ्यारै त हुन्छ यस्तो बाटोहरू हुन्छ है। अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सबैजनालाई है। यसरी नै मलाई माया दिनु होला, यसरी नै मलाई सपोर्ट गरिदिनु होला है। अनि जो यो देख्नुहुँदैछ यो चाहिँ चिप्ले च्याउ रहेछ, भर्खर सानो